गाइज आज हेर्नु विश्वास अहिले स्क्यामरहरूले धेरै स्क्याम गर्छ त्यसैले मान्छेहरू ठगिरहनु भएको छ त्यो भएर यो भिडियो जानकारीमूलक है त ल यो भिडियो हेर्नु सबैजनाले ल यहाँ मैले तल यहाँ दाइले भन्नु भएको छ सबै कुराहरू हेर्नु त ल यो चाहिँ निकै खतरनाक स्क्याम है। यसमा 1-2 लाख मात्र होइन 4-5 लाखसम्म पनि गुमाउनेहरू भेटिएका छन्। जोसँग पनि हुन सक्छ यो स्क्याम, तर विशेष गरी त्यस्ता व्यक्तिहरूसँग भइरहेको छ जसको श्रीमान विदेशमा छन्, जसको श्रीमती विदेशमा छिन्। कसरी हुन्छ त यो स्क्याम? पहिला के गर्छ स्क्यामरले फेसबुकमा, टिकटकमा अथवा अन्य सोशल मिडियामा सम्पर्क गर्छ पीडितलाई, फ्रेन्ड रिक्वेस्ट पठाउँछ, मेसेजहरू पठाउँछ अनि के भन्छ म युएसएमा छु, म अस्ट्रेलियामा छु, युकेमा छु, दुबईमा छु। अनि उसको प्रोफाइल हेर्दा पनि त्यस्तै लाग्छ, त्यतैतिरका फोटोहरू, त्यतैतिरका भिडियोहरू। अनि बिस्तारै यो स्क्यामर र पीडितको बिचमा कुराकानी हुन थाल्छ, कुराकानी बाक्लिन थाल्छ। स्क्यामरले विश्वास जित्छ, मन जित्छ पीडितको। अनि के भन्छ केही समयपछि, यहाँ आइफोन सस्तो छ, यहाँ सुन सस्तो छ, म तपाईँलाई आइफोन पठाइदिन्छु, म सुनको ब्रेसलेट पठाइदिन्छु, बाला पठाइदिन्छु। अनि त्यसको केही दिनपछि तपाईँलाई फोन आउँछ नेपाली नम्बरबाटै। अनि के भन्छ त्यसले, फलानुले तपाईँलाई सामान पठाइदिएको रहेछ, म यहाँ एयरपोर्टमा छु, आइफोन पठाएको रहेछ, यसको भन्सार तिर्नु पर्ने भयो, यो खातामा 50,000 हालिदिइहाल्नुहोस् त, म घरसम्म ल्याइदिन्छु तपाईँलाई भन्छ। अनि तपाईँ मक्ख पर्नुहुन्छ, ओहो साँच्चीकै आइफोन पठाइदिएछ, त्यत्रो महँगो आइफोन पठाएको छ, 50,000 के हो र, तपाईँ स्वाट ट्रान्सफर गरिदिइहाल्नुहुन्छ त्यो खातामा। त्यसपछि केही समयपछि फेरि फोन गर्छ, फोन मात्रै गर्दैन तपाईँलाई व्हाट्सएप गर्छ, व्हाट्सएपमा एउटा फोटो पठाउँछ, 4-5 तोलाको जस्तो देखिने सुनको ब्रेसलेट, सुनको बाला हुन्छ त्यहाँ। अनि के भन्छ, आइफोन मात्र होइन यो सुनको ब्रेसलेट बाला पनि पठाएको रहेछ, यसको त भन्सार तिर्नु पर्ने रहेछ, अलि धेरै पर्दो रहेछ, 2 लाख जति पर्ने रहेछ, हालिदिइहाल्नुहोस् त, म 2टै आइफोन पनि ल्याइदिन्छु तपाईँलाई, यो सुनको ब्रेसलेट पनि ल्याइदिन्छु, बाला पनि ल्याइदिन्छु। ओहो यस्तो महँगो सुनको बाला पनि पठाइदिएछ, ब्रेसलेट पनि, तपाईँ झन्मक्क पर्नुहुन्छ, फटाफट केही नसोचिकन ड्याङ्ग अर्को 2 लाख पनि पठाइदिनुहुन्छ। त्यसपछि एक्साइटेड भएर कति बेला सामान आउला भनेर तपाईँ वेट गरेर बस्नुहुन्छ। 1 घन्टा गयो, 2 घन्टा गयो, 3 घन्टा गयो, सामान आउँदैन। अनि त्यसपछि तपाईँ त्यो नम्बरमा फोन गर्नुहुन्छ, त्यो नम्बर त स्विच अफ भइसक्यो हुन्छ। अनि त्यहाँबाट तपाईँ फेरि व्हाट्सएपमा मेसेज गर्नुहुन्छ, व्हाट्सएपमा मेसेज जाँदैन। अनि जो तपाईँको साथी हो उसलाई फेरि के गर्नुहुन्छ, मेसेज गर्न खोज्नुहुन्छ, कल गर्न खोज्नुहुन्छ, तपाईँलाई उसले ब्लक गरिदिइसकेको हुन्छ। बल्ल तपाईँलाई थाहा हुन्छ तपाईँ त स्क्याममा पर्नु भएछ, तपाईँको पैसा त गइसक्यो। त्यस्ता स्क्यामरहरूले तपाईँ जस्ता धेरैजनालाई त्यसरी के गर्छन् त, ट्र्यापमा पार्छन् र पैसा कुम्ल्याएर भाग्छन्। अनि यसको सबैभन्दा खतरनाक र डरलाग्दो कुरा के हो भनेदेखि, जुन ब्याङ्क अकाउन्टमा तपाईँले पैसा ट्रान्सफर गर्नुभएको हुन्छ त्यो ब्याङ्क अकाउन्ट अरू कसैको हुन्छ, स्क्यामरको हुँदैन। र जुन नम्बरबाट तपाईँलाई फोन आएको हुन्छ त्यो फोन, त्यो सिम पनि अरू कसैको नाममा रजिस्टर्ड हुन्छ। प्रहरीमा तपाईँले उजुरी दिए पनि तपाईँ स्क्यामरसम्म पुग्नै सक्नुहुन्न, तपाईँको पैसा फस्ने नै सम्भावना बढी हुन्छ यस्तो केसमा। अहिले यो केस यति धेरै छ कुरै छोड्नुहोस्। अब यसबाट बच्ने उपाय चाहिँ के त? पहिलो कुरा, इजी मनीमा विश्वास गर्नु भएन, सजिलैसँग तपाईँलाई कसैले केही पठाउँछ त्यो कुरामा विश्वास गर्नु भएन। पठाए पनि आफ्नो कोही साथीसँग पठाउला कसैले जो नेपाल आउँदै हुन्छ, अथवा कुनै कार्गो गरेर पठाउला, त्यसरी तपाईँलाई भन्सारै तिर्नुपर्ने गरेर एयरपोर्टबाटै फोन आउने गरेर चाहिँ कसैले सामान पठाउँदैन। यो कुरा चाहिँ तपाईँले सोच्नु पर्यो, दिमाग लगाउनु पर्यो। हेर्नुहोस्, हाम्रै लोभले हामी आफै नजान्दाखेरि स्क्याममा परिरहेछौँ। फेरि पढे लेखेका त्यस्ता मान्छेहरू स्क्याममा परिरहेछन्। यो भिडियोलाई तपाईँले धेरैभन्दा धेरै सेयर गर्नु पर्यो। धेरैजना त फसिसके, तर यो भिडियो हेरेर जो फस्न लागेका छन् उनीहरूले सोच्न सक्छन्, ओहो मसँग पनि स्क्याम हुन्छ कि भनेर। हेर्नुहोस्, तपाईँ हाम्रो एउटा सानो प्रयासले कोही स्क्याम हुनबाट जोगिन सक्छ। धेरैभन्दा धेरै यो भिडियोलाई सेयर गर्नुहोला।